ल साथीहरू फाइनली यहाँ पुग्यो है सबै डाँडा काँडा छिचल्दै हिँड्नुहोस्। अब यो डाँडामा जानुपर्छ फेरि यता उता रहेछ सेतो बुद्धको स्ट्याचु गएको त्यो पनि देखिहाल्छ यहाँबाट। त्यहाँ पनि जाने प्लान छ हाम्रो। हेर्नुहोस् अब मैले चाहिँ यो खानुपर्छ भन्ने हामीलाई लागेको छ। हेर्नुहोस् मिठो छ एकदम धेरै। यस्तो सफा भयो अहिले त। अघि नै पानी परेर लुत्रुकै खतम। यो ओह्रालो आएको नि हो अम्मम। अनि यो डाँडामा पुगेको यस्तो छ। यो चाहिँ बस्ने चौतारी छ। अनि यो के हो उता लन्छ बस्ने ठाउँ। अनि सेन्ट्ररी टोइलेटहरू हुँदैछ। यहाँ पनि छ बस्ने ठाउँ। त्यही भएर यहाँ बसेर अब खानुपर्छ। त्यतिखेर चाहिँ तलै हुनुहुन्छ। म चाहिँ यहाँ घुम्दैछु। देख्छु साथीहरू घुम्दैछु। हेलो साथीहरू। चिसो मिठो। कोही हुनुहुँदो रहेछ अहिले त। यस्तो थियो। एप्पल यो खाँदै यहाँ हिँडेको म। मैले अहिले जुन भ्यू देखाएको छ यो एरिया है साथीहरू। यो एरिया अनि अघि हिँड्दै गरेको चाहिँ यो बाटो होइन। अघि नै म डाँडामा भएको छ यता हो। यता माथिबाट म आएको। जुन यहाँ देखाएँ नि मैले यो भ्यू चाहिँ यहाँ छ। यस्तो राम्रो छ। यहाँ पनि नेपालीहरू पनि हुनुहुन्छ। घर किनेर बस्नु भएकोहरू। यो चाहिँ साइकोङ रिजर्भ ड्याम होला आई थिङ्क। यो देखेको छ नि जुन खैरो त्यो ठाउँमा पनि गइसकेको हो म चाहिँ जान चाहिँ। यस्तो छ है ब्लर आउँछ होला धेरै जुम गऱ्यो भने त। यो जति पनि देखेको छ नि यो सबै सेतो त्यो चाहिँ सानो बोटहरू चाहिँ अब त्यहाँ मेबी त्यो पार्किङ गर्ने एरिया होला। त्यो बोटहरूको गेमहरू पनि हुन्छ। त्यस्तो सानो बोटहरू राख्ने ठाउँ रहेछ। अनि यस्तो छ यहाँ चाहिँ है एकदमै राम्रो छ। अहिले चाहिँ मौसम पनि राम्रो छ। अघि नै पानी पर्यो धेरै। अनि पानी रहेपछि चाहिँ यस्तो छ। यसरी मैले हिँडेर इन्जोय गरेँ। हजुरहरूले हेरेर इन्जोय गर्नुहोस्। धन्यवाद। बाई बाई साथीहरू।